Ja, hello, ja, hello. Welcome, welcome. Hello. हावा खेल्ने भने ऱ्याङ्क आओ है जोइन गर आओ ऱ्याङ्क बढाउनु पर्छ सबैजना आओ आओ खै यो भाइ आउँदैन त ऊ डुओ जाम भनेको त यो खेल्दै रहेछ त नेक्स्ट गेम कोही छैन आउने गएको सोलो नै हेलो गेम साउन्ड एकदम सानो आइरहेछ हो मेरो साउन्ड सोलो कि जानु पर्यो छे लाइक हान्दे यो पनि सानो होला इजी हो त सोलो क्यू अब यहाँनिर कति बाउल आउने हो म मेरो आइडी खेल्दा किन ओभरमा हाल्लो डर लाग्छ यार चोमु मेरो आइडी महा पराउँथ्यो ओ मेरो भाइ दर्शन कता छेस अहिले यहीँ धरानमै छेस कि बाहिर गइस कहाँ गयो यो फेरि कहाँ गयो यो दर्शन चल्दैछ धरानमा छ कि कहाँ छ त्यो पनि थाहा छैन फेरि गोल्ड पाएछु आज त मैले किन गोल्ड पाएको पाएछु अचम्म लाग्दो कहिले नपाउने गोल्ड पाएछु हो नन गोल्ड पाइरहेछ आज त के साह्रो लो तर ल्याग भएको छैन नि धेरै पछि खेलेर होला के खेलम त म मोस्कोप जस्तै देख्दैछु म चाहिँ यो टिमले प्रगति हुन्छ जस्तो लागेन यिनीहरूको लाइनअप हेर्दा बच्चाहरू बाहिर खेल्दैछ जुम कसरी बस्छ होला बाहिर फोन बेगर कसरी सर्भाइभ हान्छ होला ओके छ त किन फ्रिज चाहिँ थाहा भएन जाउ एकछिनतिर आऊ
5 मिनेट नभए कस्तो अल्छी लाग्यो मलाई। इन्स्पायर खोल्छ त यो त नि आउने बित्तिकै के हो यो हेलो ऱ्याङ्गो आउनु बित्तिकै इन्स्पायर खोलेर हान्छ चुम यसलाई हान बेलरिक जितमै म प्लेसमेन्ट छिर्छु यो गेम पछि जित्नै पर्ने हुन्छ यो गेम त ओभर कनेरै खेल्छु हौ म लभली पर्खामा तर रिस उठ्छ किन मोस्कोप त लोदर हिरो हो मेरो लागि माहा जुन बेला खेल्छु त्यो बेला बौलाको रेकर्डै छैन क्या त्यो हुन्छ नि रेकर्ड अब के भन्नु खोजेको मैले भन्नु चाहिँ बुझाउनु सकिनँ होइन तर यति बुझ कि लास्ट पनौती हिरो हो मोस्कोप यो मोस्कोप खेलेर कति म्याचमा पुगे छैन होला कति धेरै त खेलेको छैन 40 म्याच छ 40 म्याच खै हेरौँ अहिले 40 म्याच चाहिँ छ कि छैन अहिले हेर्नुपर्छ धेरै खेलेको त छैन म नत्र अहिले साथी कस्तो पुग्यो म 159 अरे त्यति म्याचमा प्लेसमेन्ट होइन होला साथी त्यत्रो म्याचमा त प्लेसमेन्ट छैन त्यत्रो नि गाह्रो हुँदैन 16 र्याङ्कमा हो यालौ गाह्रै हुँदैन साथी इजी हो क्या देख्दैछु क्रान्ति क्रुन्ती कस्तो त्यसले सोचे नि थिएन होला एसोडी उडेर आउँदै थियो भनेर चोमु आयो क्या 16 पोइन्ट 16 पुस हुँदैछ मेरो तर म धेरै गेमै खेल्दिनँ हो साथी अब पनौती आइडी छ अब यो बेचेर अर्को किन्न पर्ला अरे स्क्याम खालाई एकदम केयरफुल इमोर्टलसम्म सोलो होइन नि हेलो ला म यस्तै छु हौ जे सोलो खेल्ने अलिक बानी बसिरहेछ न त पहिला त 5 मेन खेल्थे म आइसी भ्युअर्स बढ्छ त तिमी साथी लक्की होला नि त हौ कि क्या हो तिमी लक्की हुन सक्छौ है तर म पनौती हो क्या साथी म पनौती यार आएन नि तर गोल्ड पाए नाइस वान गोल्ड पाए सिक हौ साले चुमु रिकल देखाउँछ यार यो त तिमी त इमोर्टल पुगिसक्यो होला होइन साथी तर अर्ली सिजनमा सबैले ऱ्याङ्क पुस गर्छ नि कस्तो है कसरी टाइम हुन्छ मसँग त हुँदैन हालौ खेल्नै अल्छी लाग्छ रिकलले त्यसले भेट्छ ग्याँट पहन त्यसको म रिकलको ग्याँट निकाल्छु अहिले तर यो स्किन रेड गर त कति छ कति 10 मा रेड गर ल गर त कस्तो जिब्रो लड बढ्यो क्या हौ 10 मा रेड गर त यो स्किन कस्तो लाग्छ आफआफ्नो है आफआफ्नो
अलवेज 7 रे यो चाहिँ त्यो कहाँ रिकल गर्छ चोमुले कस्तो भेट्छ होला अलिकति भित्तामा हान्नु पर्ने नेट अलिक भित्तामा हान्नु पर्ने अलवेज 7 रे अलिकति हौ अलिकति घरिघरि 8-9 नि द्याउ न यो स्किन त राम्रो छ त हौ अलिकति यसले त 8.5 डिजर्भ गर्छ त हौ हेलो यस्तो नराम्रो नि छैन साउन्डहरू राम्रो छ क्या हानेकोहरू राणाहरू यो मोस्कोपमा तर ओइ किन मानाको यस्तो अनिकाल्छ मैले त 3 दिनमा 600 म्याच खेलेर इमोर्टल त्यही नि सोलो हो साथी रे सोलो त म सोलो नै खेल्दैछु अहिले 7 इज बेटर देन ए हालौ होइन होला यो राडी चाहिँ कति प्लिज गिभ मी डायमन्ड ए केटा हो तिमीहरूलाई म यो पढ ल नोटिफिकेसन मोन्टोनले पठाएको नोटिफिकेसन देखाउँछु ओइ केटा हो मेरो आइडीमा डायमन्ड आउँदैछ हालौ हेर हो यसले पढा हो यो गेम पछि देखाउँछ कि आँखा चाहिँ नलगाओ होइन तर हेर हो एक झलक हेर्दा त केही जाँदैन कति अब कति कस्तो थाहा छैन बट त्यहाँ पढ न आइरहेछ क्या नोटिफिकेसन मन्थ्सभित्रसम्म आउँछ होला सायद मेल बक्समा सिक पर्कामा त्यो कति के कसो चाहिँ थाहा भएन बट आउँछ नआओस् मुला रे राडी स्क्याम गरोस् रे साथी म त जन्मेकै स्क्याम खान हौ जसले नि स्क्याम हान्छ के भन्नु के मोन्टोनले फ्यानीको लेजेन्ड दिँदाखेरि स्क्याम हानौ मैले यो मोस्कोपको स्किन निकाल्दिनँ नि त थाहा छ फ्यानीको लेजेन्ड स्किन नदिएर जन्मेदेखि स्क्याम खाएको मैले त भन्ने पर्दा स्क्याम का स्क्याम हुन्छ नि कुरै नगरौँ यार तर मेरो टिम अलिक गतिलो छैन रहेछ यो गेम राणाहरू टिमै राम्रो छैन म के गर्नु यस्तो सिचुएसनमा वान साइड हो रुक म अर्को आइडीबाट फलो गर्छु तिमीलाई गरा मैले भनेको नि मोस्कोप खेल्दा लोदर लाग्छ क्या अब लोदर अब यो पनौती हिरो हो कि अब मैले खेल्दा पनौती लाग्दै त्यो चाहिँ थाहा भएन बट लाग्छ क्या देख्यो नि म भन्दैछु नि नाइ होला मारिदिएको थिएँ नि फेरि दुईजना झन्डै नाइ होला भन्दै दुईजना त्यहाँ म मोड्थेँ क्या जसरी पनि फ्लेम सर्ट आउँथ्यो चुमु यो हालेको त्यही भएर म छिदेको आशिष राई वेलकम ब्रदर वेलकम हेलो वेलकम ग्याट हुँदैछ हौ यहाँनिर यो गेम कसरी जित्ने त यस्तो प्रकारले जितिन्छ जस्तै चाहिँ छैन मानम लग द्यार किल चोमुले ल गरिदिए धन्यवाद फलो गरेकोमा फलोवर्स बढाइन्छ त हो कि क्या हो साथी तिमी त तर यहाँनिर म प्लेसमेन्ट पुग्न 1 स्टार चाहिएको छ कि यो गेम मैले जित्नै पर्ने हुन्छ कनेर भयो नि मलाई हार्न मन छँदै छैन यो गेम र म प्लेसमेन्ट पुग्दिनँ नि त हेलो राणाबान म त हो कि क्या हो स्केप गड म्याच चिकन अनि कसले सक्नु हौ मलाई गाह्रो छ नि मान काइजा दादालाई काइरी साथी काइरी के हो साथी म चाहिँ हुनु चाहिँ हो है तर नेपाली केला भनेर चिन्छ मलाई मोस्कोप खेल्दा साथी अब बुझा हो कस्तो चाहिँ होला म भनेर नेपाली केला अनि साथी
तर यो गेम त म इजी जिताइन्छु हौ म एक्लै कसम मेरो यो दाबेर राख तर जित्दैन साथी साथी यो मेरो होइन हेर आओ रिजल्ट हेर आओ म बोल्दिनँ सिधा रिजल्ट हेर आओ रिजल्ट सिधा अहिले फोकस गरौँ ल एकछिन कम ब्याक हान्नुपर्छ हामी कम ब्याक लभली लर्ड स्टिल हेर्छौ अनि म्याच चिकन अनि म्याच चिकन हेलो अनि साथी अनि देख्दैछौ नि कलाकुली लर्डलाई हानेर मादे यिनलाई म त भगानै हो क्या होइन होला साथी हो नि हौ तिम्रो साथी जङ्गिएको देखेको छैनौ एउटा टाइममा त एमएल खेल्दा ओभर जङ्गिने प्लेयर पो हो त अहिले पो सोलो खेलेर सिया लागेको हो त नत्र भए त अब साइमन दादाले त अति हान्थ्यो नि एउटा टाइममा अब यहाँ हेर आउटप्ले हार्ले आउँछ हार्लेलाई ग्याट खान्छ यहाँ आउँछ यसलाई अड्काइन्छु होइन होला अनि होइन होला होइन होला होइन होला होइन होला यसले अल्ट हान नि हौ यालौ त्यसले अल्ट हानेर मऱ्यो क्या नजितोस् यार रे छि 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 कालो जिब्रो साथी मरिहाले यालौ हो नि त नि त्यहाँनिर भर्खर मैले फ्लिकर हानेर रिफ्लेक्स दिएको थिएँ त्यही नि तान्थ्यो क्या मलाई त्यो उइसले के पो त एटलास राणाले साथी जङ्गिसकेको थिएँ म त्यहाँनिर कसम भनेको के हान्थे के हान्थे तर अलिकति त्यो बुझ न तर यो गेम इजी क्यारी हो जित्छ तर जित्छ त्यही क्यारी हान्ने हो क्या राणाहरूलाई अब के गर्नु क्यारी खानु भएन उताको पिक राम्रो भयो नि अब साथी जित्नै पर्यो नि हौ यो स्टार प्लस भयो भने त सिकनिङ प्लेसमेन्ट पो पुगिन्छ त साथी कनेर जित्नुपर्छ पुरै मलाई अर्को गेम नि फेरि यही लेजेन्डमा खेल्न मन छैन क्या इजी हो इजी मैले दिमाग चलाएर हान्नु पर्ने हुन्छ दिमाग हानु होइन होला होइन होला आइज न हार्ले प्लिज आयो मिया म्याच चिकन साथी साथी देख्दैछौ नि जङ्गिरहेको छु क्या आज म किन हो किन भित्रबाट हुन्छ नि जङ्गिरहेको छु क्या म साथी जित्छ क्या काइजर दादाले खेलेको छ मोस्को भन्दैछु त एउटा टाइममा अब्बर जङ्गिने मान्छे पो त यहाँ ऊ अनि ला मोरे धेरै जङ्गे नि चाहिँदो भन्दा धेरै जङ्ग्यो भने यस्तै हो बाँदर जान्ने भयो भने गेडा चेपेर मरिन्छ भनेको उखान छ नि एउटा त्यस्तै भयो भर्खर बाँदर जान्ने भयो भने गेडा चेपेर मरिन्छ यहाँनिर हेरौँ न हालौ यहाँ हेरौँ न राणा हारले यो के भएको ओए हेर्नु पर्ने हुन्छ हौ यहाँ एक लडे हालौ 2-11 1-10 2-6 3-11 प्लिज वल्लाही मोस्को ए
फ्लिकर चलाए एसओडी चलाए कामै लागेन नि हेलो चिल हो प्यानिक नहुँ जित्छौँ गेम तर मैले एकचोटि हान्न पाउनु पर्यो क्या एकचोटि हान्न पाउनु पर्यो मिठो प्यानिक नहुँ अल्ट राखिरहेको छु मैले तर हामी प्यानिक नहुँ मलाई ताकिरहेको छ यार चोमुहरूले त्यो एन्ड हान्नको लागि हेर न आयो मिन्जी होइन होला साथी जितिम गेम जितिम साइडको हेर आओ मिनियनै छैन राणाहरू कस्तो यालो मिनियनै छैन किन छैन को छ मिया हैन बिल लिएर आउँछ यहाँ पख न त्यसलाई म सप्राइज हान्छु भनेको नि म्याच चिकन मैले साथी भनेको हो किन बिल लिएर आउँछ यस्तो राणाहरूले फेरि केही गर्न सक्दैन नि हामीलाई अब यसलाई हेर यिनलाई भेट ओइ म्याच चातो लग्दियो नि हौ साथी एकछिन त डिफेन्स बिल्ड चाहियो डिफेन्स बिल्ड यहाँ चसक्क हौ साथी जित्नको लागि त यो गेम पख न के चाहिँ गर्दिनँ होला म यो गेम जित्नै पर्ने हुन्छ हामीले छिटो एन्ड वेट यो गेम जित्नै पर्ने हुन्छ हामीले ल यसले चाहिँ जहिले अल्ट हानेर सकिँदैछ यार आइज न ओइ नाइ मैले थ्रो गरेँ नि निगो हेलौ थ्रो गरेँ यालौ यस्तो एन्डसम्म आएर चोमु हारोस् नभनाउ न यहाँ प्लेसमेन्ट छिर्न आँटेको मान्छेलाई हारोस् भन्छौ कहाँ छिरेको त्यही माई ब्याड मेरो गल्ती एकदम माई फल्ट है एकदम बिग मिस्टेक चोमु अलिकति क्या मिस्टेक भयो क्या तपाईँ कुन ऱ्याङ्क हो प्लेसमेन्ट छिर्न आँटेको थिएँ अब लेजेन्डै भनौँ न अहिलेको लागि प्लेसमेन्ट छिरिसकेको थिएँ अब लेजेन्डै भनौँ न लडे गयो नि चोमु छि धन्यवाद फलो गरेकोमा हालौ हाले नाइ कन्सिलमा आयो उताको टिमै पर्फेक्ट छ क्या चोमु हाम्रो टिम छ क्या धुर्मुसहरू छि उताको टिमै पर्फेक्ट छ हाम्रो चाहिँ के धुर्मुस टिम हो हेलो सक्यो अब त त्यही मैले एक थ्रो गरेँ क्या चोमु एक थ्रो गरेँ एक थ्रोले गेमै हारेँ नि छि
चोमो लेजेन्ड भाइ अड्कियो छियो लेजेन्डहरू कहिले निस्किने ओए प्रोटेक्सन प्रोटेक्सन वल्लाही प्रोटेक्सन ओए वल्लाही है प्रोटेक्सन लु नेक्स्ट गेम पुगौँ केटा नेक्स्ट गेम पुगौँ इजी हो नेक्स्ट गेम सुत्नु जा रे यत्रा सुत्नु जा अब आऊ आऊ 5 मैन हान्नुपर्छ केटा आऊ 5 मैन हान्नुपर्छ टिम रे हौ मादर चोद यस्तो टिमहरू थुक्दिम त्यही मेस्सीको जस्तै ताल भयो अरे ओ यो गेम त पुरै वान साइडेड थियो हौ भन्ने पता मैले गरेर यस्तो गेम लम्बाएको थिएँ चोमु तर लास्टमा के भयो लोडा 1 लोडा 2 लोडा 3 लोडा 4 भयो भर्खर हालौ लोडा भयो लोडा आऊ केटा ऱ्यान्डम म्याच चिकन यिनीहरूले नि चोमुहरूले ओभर गरेछ नि यो आउँछ यो आउँछ ओए टिम छ त हालौ यालौ टिम छ त होइन होला चिकन के चाहन्छौ होइन होला आज कहाँबाट आयो यिनीहरू हालौ मनी आमकी रनमती 5 मैन आयो पकायो खाली बनाऊ लबी रे एकछिन एकजना छ खेल्ने मान्छे हालौ खेल्दै गर आउँछु अहिले चिकन यसले के भन्नु ल्याकिक मादर चोद फेरि बोलाउने चिकन छोडिदेऊ त्यसलाई रे हो यत्रो कुरेको रे वेट ल एक गेम खेल्छु एक गेम यत्रो कुरेको भने एक गेम वेट एक गेम आउँदैछु रनमती वेट यिनीहरूले कुर्दै थियो अरे क्या लु एक गेम के गो तर यार त्यो मोस्कोभको गेम त ओभर भयो हौ हार्छ अरे सायद मलाई प्रिन्ट बाइट पठाएको थियो कि अनि मैले नेक्स्ट गेम वेट हान हो भनेको थिएँ मेरो विनिङ स्ट्रिक नि गयो नि चोमु हो अघि भर्खर यस्तो विनिङ स्ट्रिकमा भएको मान्छेको विनिङ स्ट्रिकै गयो नि त नि 97% पुस त मेरै रहेछ टिमको त थोरै नि थिएन हौ चोमु यतिखेर प्लेसमेन्ट छिरिसक्ने मान्छेमा यो गेम पछि आऊ 5 मैन हान्नुपर्छ ऱ्यान्डम यिनीहरूसँग एक गेम मात्रै खेल्छु भयो भने यो गेम चोमुहरूसँग धन्यवाद फलो गरेकोमा ओइ त्यो लडा 1 लडा 2 भन्ने पोस्ट हानिदिनु पर्यो तर मलाई कस्तो आफ्नो स्वर सुनेर आफैलाई कस्तो खिच्चा लाग्छ घरिघरि मनी छुरे हेलो अहिले आऊ यो गेम पछि 5 मैन हान्नुपर्छ तर प्लिज राम्रो लन्डाहरू रुल नम्बर 1 एकदम फोकस भएर खेल्नु पर्ने हुन्छ रुल नम्बर 2 टरेट पुस हान्नु पर्ने हुन्छ रुल नम्बर 3 मैले लर्ड मिस गर्दा नि केही नभन्ने लु डन हान्नुपर्छ यो गेम पछि लु 3टा रुल्स भइसक्यो होइन ऱ्यान्डम नबोलाऊ है नबोलाऊ रे होइन त्यस्तो होइन खेल्ने लन्डाहरू छ त इजी हो त हामी के खेल्ने हामी वाइ यास खेलौँ मलाई वाइ यास फर्स्ट पिक जिलङ लिएर अति पुस है मेरो चेरे ओइ कसम टिमबाट आइफोन इमोजी रे
आइफोन इमोजी रे यो मेरो कसले पो बनाइदिएको थियो दिदीले बनाइदिएको थियो होला सायद पहिला बनाएको कति 2 3 4 वर्ष भइसक्यो होला होइन फोन किनेको 2 वर्ष भयो सायद 2 3 वर्ष भयो होला 3 वर्ष भयो ठिक्क लाइक चाहिँ किन टुके म त छ अरे हालौ अहिले थामुजको वान सर्ट बिल्ड छ अरे कुन बिल्ड छ नयाँ हो भने फलो गर है हालौ नयाँ हो भने फलो गर हालौ बच्चाहरूलाई के फलो गर्नु अरे ओ कस्तो बच्चा हौ 18 वर्षको भए बच्चा भन्नु सुहाउँथ्यो राडा हेलो आज 1650 केलेट्सको मुभी ओइ हेलो होइन होला धेरै के रोहनको भाइ मेरो नि भाइ रे होइन होला रोहन दाई अब होइन यस्तो हो नि त अब मफिनले दाई भनेपछि अब दाई भन्नु पुगेँ क्या म अनि त्यो हो नि त तर रोहन दाई कति वर्ष मैले केही सोधेकै छुइनँ भने चाहिँ आई मिन सोधेकै छुइनँ मैले एटलिस्ट दाई भनेको सिधा रेस्पेक्ट त्यो भनेको रेस्पेक्ट हो एउटा सोलो लिमिट होइन होला हालौ रोहन त 25 हो अनि म भन्दा एक वर्ष ठुलो रहेछ नि त अब दाई भनौँ न म 24 हो नि त दाई भनौँ नि त मैले नि सोधेको छैन अरे 25 रे 25 म 24 एक वर्ष भयो नि ठुलै हो रेस्पेक्ट गर्नुपर्छ एकदम रेस्पेक्ट अम्बो सबै स्किन रे कसम म त 16 रे होइन होला 16 रे हो म भन्दा 1 इयर त्यही एक्जाम छ मफिनको त एक्जाम खै पढ्दैन त्यही नि एक्जाम भएर नि गाह्रो छ लु फोकस ल यो गेम पछि हामी 5 मैन हान्नुपर्छ ऱ्यान्डम नयाँ भने फलो गर सबैजना त्यति भन्न चाहन्छु प्लिज गिभ मी डायमन्ड रेड ब्यान मै गरिब छु जित्ला त जित्छ इजी हो त साइमन दादाले क्यारी गर्छ त काइजर दादाले अम्बो ड्यामेज रे त्यति धेरै पनि छैन होला त यादौ मेरो ब्लू बफ खाइदियो जस्तै छ नि हौ राडाले ए थामुज देखेर म त तर्सेँ नि हौ म्यापमा फिफ्टीन किल यही गेम च्यालेन्ज दियो भाइ यो गेम 15 किल थामुजले 7 तो उडायो त्यही थामुज त्यहाँनिर मैले भिजनमा देखेँ क्या वल्लाही अब यो टिमसँग कोर्डिनेट उभिमा चिकन यो त हो कि क्या हो कस्तो लुकिरहेको यार उताको नि 5 मैन राम्रो छ जस्तै छ चोमोहरू पुरा टोटल फाइटमा फाइट लिनु खोज्दैछ लडा 1 लडा 2 लडा 3 ल छिरम केटा टन्डे मरेको यार
ओ मेरो ओभर ल्याग भयो भइहालौ मेरो क्या जस्तो त्यहाँनिर स्मुथ चल्यो नि मेरोमा चाहिँ अलिकति ल्याग भए जस्तै भयो क्या ओभर अड्किँदैछ मेरो फोन क्र्यास खान आँटे जस्तै छ यस्तै हुन्छ नि भाष ऊ ल्याग भइरहेछ क्या मलाई फिल भइरहेछ ल्याग भएको पुरै स्क्रिन अड्किँदै चल्दै थियो क्या 15 किलको च्यालेन्ज यहीँ हो नि मफिन ओ हालौ यही गेममा हो नि म अर्को गेम वेट हान्दिनँ किल चाहियो नि त हामीलाई न यसमै कस्तो अर्कोमा हौ ओइ हान्नै पर्ने हुन्छ त्यसलाई कसरी बे उता गयो पारी त्यो हालौ यस्तो राणा छ नि मादर चोद खाइदियो क्र्याप नि खाइदिउँ न हामी पनि मिट कस्तो मिट यार मिट वाउ हिसाब बराबर त हुनु पर्यो नि एकछिन ल म च्याट एकछिन पढ्दिनँ अहिले म यो अर्ली फोकस गर्छु क्या मेरो 15 किलको च्यालेन्ज छ नि त वेट वाइट म त दिन्न कहिले रे प्यान तिम्रो लाइफमा केटीहरू आउँदैन पहिला थियो 2-3 जना साथी यस्तै आइराख्थ्यो बोलिराख्थ्यो घरिघरि अहिले त आउँदैन उनीहरू पनि उनीहरूको आफ्नै काम होला किले पाउँदिन त यो राणाहरू कस्तो रहेछ हौ भइहालौ तिम्रो जिएफ भएर नगरे होइन केटी आउनै पर्ने भने पनि छैन आयो भने सपोर्ट गरे त लभली हो नि यो रनहरू मेरो असिस्ट मात्र छ त यो गेम त यसलाई काजीलाई कत्रो कुदेको यो त हालौ मर्यो नि म कत्रो कुदेको यो सन एजिलिटी आम्मामा मुभमेन्ट स्पिडको छ अझै मुभमेन्ट स्पिड बुट बनाएको छ ऱ्यापिड चुमु त्यसलाई खेदाएर मर्यो नि म त भर्खर थाहा छ मर्यो इजी किलले मेरो फार्म सबै गायब भइसक्यो यिनीहरू किन खेल्न आएँ म पिकअप हानौँ न ए जाऊ न धेरै छिटो गयो मर्यो त्यो नि मैले फार्मै पाइनँ क्या मेरो फार्म सबै खाइदिएको गरो रिस उठो मलाई
छक्का लाग्दो यार बरु म उता 5 मेन खेल्न गएको भए हुन्थ्यो यहाँनिर मलाई दुःख कष्ट भइसक्यो असिस्ट मात्र छ किल नि गायब सबै फिलिङ रिग्रेट होइन त्यस्तो रिग्रेट नि होइन यिनीहरूसँग त पहिलादेखि खेल्दै आएको नि त भाले भएन तर चोमुहरू जाने टाइममा जाँदै जाँदैन मलाई किल चाहियो मरेकै भयो हुन्थ्यो राणा तिम्रो सेटिङ एकछिन ल डिफल्टमा छ हेलो ए कन्ट्रोल्स रे म्यानुअल डिस्ट्यान्ड फिक्स पोजिसन जोइस्टिक अफ छ मुभिङ त्यो एकछिन टिम फाइट भयो त्यहाँ मामा 1 HP गेम सकिसी ओके छ त कत्रो आयो हेलो यहाँनिर जुधे हुन्थ्यो नि हामी माथि 2 जना छ यहाँ जुत्नु पाए लभली हुन्थ्यो चोमुहरू यहीँ जुधौँ न गयो छिरो होइन होला एकछिन वेट कहाँ वेट भनेको त क्र्यास खा भने होइन नि वेट भनेको क्र्यास खाइदिएर हौ फा अरे भइगयो नि फाफु सबै त्यो थामुस कस्तो हानेको यार सातो लग्यो 2 चोटि यता त्यत्रो हान्छ र थामुसले थ्रिल फेस्टिभल अफ ब्लड स्किल भ्यामको छ तिमी त्यत्रो त नहान्नु पनि हालौ कत्रो हानेको लड हान्ने टाइम सक्यो क्या चोमु तर म प्लेसमेन्ट चाहिँ पुगेँ B2K यो फ्री फायर प्लेयर कहाँबाट आयो ML मा हेलो B2K कहाँबाट आयो फ्री फायर प्लेयर B2K रे हेलो यो त फ्री फायरको होइन खै रिकनेक्टिङ हुन हौ छिटो हुन कति ढिलो भएको
हैछ म यति एचपी मा थिएँ मलाई त थाहा नै थिएन त यालौ म त यति एचपी मा रहेथे त मलाई थाहा नै थिएन यालौ सिधा गए मरे हौ म त थाहा भएको भए पनि ओइ भन्नु थाहा नै थिएन म पुरा फोकस थिएँ यार त्यहाँनिर मैले बिर्सेँ क्या बिर्सेँ यालौ B2K गेमरको गेम प्ले ओइ सिक छ सिक सी अल्बर्ट बना मलाई हौ यो गेम त अलिकति मलाई भरै लागेन यो भिजन खोलेर हामी साइड पुसमा जाने एक्लै हान्नु परेछ बिचारा त्यही त्यो चिकनको डबल किल रे हौ हालौ मेरो आउनु पर्ने ट्रिपल किल कस्टम खेल न बरु भ्युअर्ससँग रे कस्टम त के खेल्नु पर्यो र्याङ्क पुस गर्ने क्या यो सिजनमा सबै र्याङ्कको लागि प्लेयरहरू खोज्दै जाँदैछ बरु खेल्ने हो क्या सबैसँग र्याङ्क खेल्ने हो क्या सबै र्याङ्कको तलासीमा आइरहेछ पुरै र्याङ्कको भोगी सबै हामी म पनि र्याङ्ककै भोगी भइरहेको छु यो गेम जित्नका लागि यसलाई राणा छोरा मादर चोद हान तेरो बाउलाई अघि जस्तै यार अघि कस्तो सेक दिइरह मलाई त रिस उठेर एकछिन यति एचपीमा रहेछ क्या मलाई थाहा थिएन फेरि म इपिकको हेलमा छु रे तर इपिक त त्यस्तो गाह्रो हुँदैन हौ एकदम है आफूलाई जस्तो आफूले त्यो आफ्नो टिम 4 जनालाई क्यारी गर्ने प्रकारले खेल्नुपर्छ क्या जस्तो अब त्यो इपिकमा हुने त्यस्तो त हुँदैन बट इपिकमा चाहिँ त्यस्तो हुन्छ क्या फुक्का बिल स्विच गरे सोमु झन्डै सकिएको म त्यहाँ पैसा नपुगेर यार हाम्रो टिम भएन है यो चाहिँ कहाँ गएर मर्ने यस्तो चाहिँ भएन है लड टाइममा जादिनँ म त यो मोरो साले टरेटको भोगी फुटाएरै गयो हौ डिट जाऊ नाइट के को ऱ्यान्डम हुन्छ यिनीहरू हाम्रै लन्डाहरू खै के गर्दैछ कुनी यो गेम एकछिन वेट लाइन गयो हालौ लाइन गयो के भयो टिम फाइट हालौ लाइन गयो क्या हालौ एकछिन लाइन गएको चोमु गेमै सक्यो यो त भएन है राणाहरू प्लेसमेन्ट चढ्नु दिँदैन घरि लाइनले घरि के कन्डो जस्तै कलाइसक्यो मलाई
म चिकन गेम गति छाडेर किन खेल्छु चोमु हारे हार्छु जिते जित्छु यस्तै सिचुएसन हुन्छ क्या चोमु राम्रो खेल्दा नि गेम कन्डो नि जितिँदैन न सोलो खेल्छ न 5 मैन राणा दुईचोटि टिभी टाइम बेबी पाइछ कि हुन्छ नि अलिकति एउटा राणा चिकनहरू कस्तोसँग मलाई त यस्तोसँग हाँदाखेरि ओभर रिस उठ्छ हटेक चिकन राणाहरू म चाहिँ खेल्दैन यिनीहरूसँग मेरो लाइन गयो वेटै म लाइन गएको कि फ्युज झरेको एकचोटि हेरेर आउँछु वेट टिम कोडबाट आउँदै गर आऊ एकछिन मैले म्युट हानेको म लाइन हेरेर आउँछु यालो ग्याट्स लाइनै गएको रहेछ लाइनै गएको रहेछ लाइनै गएको रहेछ अब अलिकति जोतको चल्छ होला नि त नेट यार मेरो यस्तो विनिङ स्ट्रिक थियो हिजो नि लाइनले गरेर यहाँ बिग्रेको चोमु कोही आयो त राणा हालौ पनि आएछ त नेट नआएसम्म अब हेरौँ यस रन्डी यामी बोलाउ अनि खेल्छु कति पिरो हालौ रे होइन होला हालौ आइसक्यो राम्रो खेल्ने राख त्यही म त म्युजिक खेल्दिनँ होला यिनीहरूसँग जो यहाँनिर कस्तो रहेछ यहाँ नि त्यही भएको यहाँ नि त्यही भएको सेम रिपिट भइदिएर सोलो 5 मैनमा राणा के छ यार रे यार कोही छैन खेल्ने जान्छौँ नि हामी त त्रियो नत्र तर लाइन आयो त लभली हुन्थ्यो लाइनै आएन नि त मेरो एमएस ग्याट भएर आज ओए हामी यहाँनिर कास्टिङ हान्छौँ 1v1 खेलाउ न कोही कास्ट हान्छौँ लभली ओए 1v1 खेलाउ न लाइन नआउन्जेलसम्म कास्ट हान्छौ हौ लभली वर्गमा किलुवा फलो गरिराखौँ त अरू बेला खेल्नुपर्छ लाइन गयो क्या लाइन गयो आउन कोडबाट आउन कोडबाट आउन कोडबाट ओए दुईजनालाई 1v1 हान आऊ है दुईजनालाई खेल्दिनँ म कस्टम रे लाइन आएन क्या हाउ नेटै चलेको छैन लाइनै आएन नि त हो गेम खेलौँ भनेको मलाई त नखेल भने जस्तै छ दुईचोटि पुग्छु भनेर प्लेसमेन्ट खेलेको चुमु दुईचोटि गेम हारे 69% 42 म्याचमा नि छुइनँ म यो प्लेसमेन्ट छिरेको कोड त युआइडी यस्तै छ हालो होइन होला लाइन गएको बेला नखेला रिस उठ्छ तिमीलाई त्यही मैले फलो गरेको छु ल फलो गरेको छु ओइ ग्याट हालौ म भयो भने एकछिनतिर आउँछु एकछिन यहाँ नेटै चल्दैन 33% छ 99 नि चलिरहेछ बरु अहिले खेलौँ ल हामी 5 मैन ऱ्यान्डम
कस्तो खेलौँ भनेको चोमु यहाँनिर लाइनै गयो क्या हेर न नेट 999 पुरै अनि मेरो सेटिङ हेर्ने भने होइन हालौ सेटिङ यहाँ छ ल कन्ट्रोल्सको यहाँ हेर हो छिटो हेर त अनि म अफ जान्छु अहिले लाइन आउने बित्तिकै आउँछु म बरु डाटा छैन म डाटा चलाउँदिनँ नि गरिब हो एकदम गरिब डाटा चलाउँदिनँ नि डाटा नचलाएको कति वर्ष भइसक्यो अहिले खेल्नुपर्छ हामी अहिले खेल्नुपर्छ सेटिङ हेर्ने भने कन्ट्रोल्समा म्यानुअल छ है बेसिक एट्याक स्मार्ट टार्गेटिङको फलो ब्याक लु अनि यहाँनिर डिस्ट्यान्ड फिक्स पोजिसनको अन अरू जोइस्टिकको अफ अरू पनि अफ 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 छ अन छ यताको लोएस्ट एचपी पर्सेन्ट हिरो लगबोर्ड अन ब्रल हान न अहिले आउँछ क्या हेर त 33% छ लाइन फेरि आउने चान्सै हुँदैन क्या अलिक ब्याकअपको लागि त चार्ज राखिराख्नु पर्यो नि खेल यतिकै रे ओइ मलाई ओभर रिस उठ्छ अहिले म यहाँ गर्मी भएर पसिनै पसिना भइसकेँ हालौ त्यस्तो अहिले खेल्नुपर्छ अहिले खेल्नु जा एम असिस्ट पखल एकछिन कता छ हालौ एम असिस्ट कहाँ छ हालौ कता छ कता छ खेल्दाखेरि जस्तै लाग्यो कि ग्युसन खेल्दाखेरि जस्तो क्लोज टार्गेटमा यो गर्छ अनि ग्युसन खेल्दा यो अन गर्छ जस्तो फर्स्ट किल हामीले ग्युसनको फर्स्ट किल हान्दाखेरि भटक्क पछाडि जान्छ नि यो अन गर्यो भने सिधा आयो यालौ 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 कहाँ गयो ल्याग भयो पछि भन ओके छ त आओ आओ ऱ्याङ्क खेल्नु लाइन आयो एकजना चाहिएको एकजना ओयो फिङ्गर स्लिप्स आक्का अगाडि हराए यहाँ रहेछ एकजना आऊ न कोही हेलो लाइन आइसक्यो छिटो हानौँ एकजना बोलाऊ न कोही ट्रस्टेड लभली यार उयो हालौ एकजना लभली क्या लभलीको नि लभली प्लेयर न्यू प्लेयर छ पोइन्ट मैले भर्खर हेरेको लाइभ आओ लभली प्लेयर आइसक्यो हाम्रो रोमर लेट्स गो लाइन आयो प्लिज यो गेम नि नहारौँ है यो गेम जित म प्लेसमेन्ट छिर्छु भनेको 2 गेम भइसक्यो लु भइगयो त तात्यो हो मेरो त ओब्बरे लाइन गएर हो क्या चोमु फिड नगरी खेल भन है त्यही हो ओ यालौ सुन्दैछौ नि फिड नगरी खेला हो मजाले फिड नगरी खेला हो आई रिपिट फिड नगरी खेला हो हामीलाई यो गेम जसरी भए पनि जित्नुपर्ने छ यो शुद्ध गेम हारे नि 3 गेम हुन्छ है म प्लेसमेन्टमा अर्केको यो लेजेन्ड 5 स्टार लेजेन्ड 1 5 स्टारमा म अड्केको हेर आउनु यहाँनिर के हो यस्तो 1 स्टार बढाउने किन यति धेरै कष्ट छ मेरो मेहनत
जित्ने गेम हारेको यो पनि जित्ने गेम हारेको यस्तो राडाहरू पर्छ भन्ने उताको फेरि पर्फेक्ट क्या हेर न टिमै पर्फेक्ट सबैले गोल्ड 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 सोलो खेलेको मैले नि योपालि त खेल्दा सोलो खेलेको हिजो मात्र 5 मेन खेलेको हौ वाउ रे ग्याट भइरहेछ ग्याट रे हालौ म बौलाइरहेको 40 गेम 57% विन रेट रे यस्तै छ हौ सबैको हालत हालौ यस्तै छ गाह्रो छ नि हौ मलाई खेलाउँछु भने होइन हिजो मैले भर्खर यहाँनिर कति पर्खेँ यहाँनिर एकजना कोही छ यालौ आऊ कोही एकजना छ भने आऊ कति भने त्यतिखेर चाहिँ आउँदैन चोमु जब फुल्छ अब कसलाई के काट्नु म Please ban a hero. एक दिनुपर्ने अघिदेखि आऊ कोही छ खेल्ने आऊ भनेको भनेको छु है नोन Your team is banning. S3 हेलो पखा हो यो गेम पछि खाली भने हान्नुपर्छ हामी सिकनिङ पर्गामा यो छेउमुले गोल्ड हान्छ होला त म किन म फेरि लेजेन्ड 1 5 स्टारमा अड्किन् जस्तै मलाई किन लागिरहेछ मलाई भित्रबाट किन हो त्यस्तै लाग्दैछ क्या लेजेन्ड 1 5 स्टारमा अड्किन् जस्तै लागिरहेछ क्या मलाई डिप फिलिङ्स हुन्छ नि आइरहेछ किन देखाऊ त कोही एकजना यसलाई साइक्लप्स दिनु The enemy is picking. यसलाई गोल्ड दिँदा स्योमुलाई स्योमु लभली वर्ड्स ट्याप पोइन्ट गेम खेल्दा कसम फेरि लाइन जाओस् न म्याच चिकन खेलाइन्छु म राउटर लाइन साइन सबै Please pick a hero. मलाई जसरी पनि म आज त पुग्छु प्लेसमेन्ट 2 गेम भइसक्यो यो सुत्दा 3 गेम भयो भने त नि खेल्दिनँ गेमै ओभर सोलो क्यारी गर्ने के भयो अरे केही भएको छैन हौ छेउमु यालौ सोलो क्यारी गर्ने हिरो खेल्नु पऱ्यो क्या के खेल्नु पऱ्यो अब सोलो क्यारी गर्नको लागि यालौ कार मिलादिनु ट्याप गाइज ओए लभली The है enemy is picking. साई राजे केटी हो कि ऊ ब्रदरले बोलाएको अरे हौ एकजना नपुगेर थामुज पेट्रिफाई जय श्रीराम ओइ भेन्जेन्स ल्याऊ न हालौ सुन्दैछौ भने प्लिज भेन्जेन्स थामुज भेन्जेन्स खेलौँ सेट त त्यही हो अरे When the body suffers, हालौ हो नि त नि अब the spirit blooms. डार्क सिस्टम कि भर्खर खेल्न थालेको हो थामुज त त्यस्तो केही नभन Please pick a hero. हामी यो गेम हार्यौँ भने हामी टिम रिप्लेस गर्नेछौँ यो थामुज हाम्रो थामुज ब्रदरले पछि खेल्छ लेजेन्ड पुगेपछि लभली सोलो क्यारी गर्ने हिरो कुन होला बेटा हामी जाम सुयो मालु सुयो सोलो क्यारी हान्नुपर्छ हामी सुयो सोलो क्यारी हान्नुपर्छ हामी विन रेट नि छैन यार जोतको भइसक्यो आधा The enemy सेट is हान्छ होला पेट्रीले ट्रोल नगर पर्छ ए हाल अब त्यस्तै हो हामी फोकस गरौँ एकदम थामुजले पेट्री नखेले भयो भने थियो भेन्जेन्स खेले भयो भने थियो रिप्लेस हुन्छ पिन्टु ओइ हेलो पिन्टु हो नामै पिन्टु हो धन्यवाद है फलो गरेकोमा र सधैँ यसरी लाइभमा बसिराख्नु लभली पर्गामा धन्यवाद फलो गरेकोमा के बोलेको मैले हेलो हामीले ग्याट हान्नै पर्ने हुन्छ यो गेम सोलो क्यारी हामी प्लेसमेन्ट छिरेर जान्छौँ आज जस्तो जे भयो नि
जस्तो जे भयो नि हामी आज प्लेसमेन्ट छिर्छौँ मैले हाम्रो एक्सपीबाट चाहिँ केही एस 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 आश गर्न भनेको ठिक छ त खेल्छ होला नि त लभली काइजर दादाले सोलो क्यारी गर्छ लेखेर राख हो काइजर दादाले सोलो क्यारी गर्छ तर काइजर दादाले घरिघरि थ्रो नि गर्छ क्या त्यो कुरा चाहिँ एकदम नराम्रो छ जित्दै गरेको गेम थ्रो गर्ने बानी अलिकति नराम्रो छ अरू त ठिकै छ तर ठिक छ त हामी फोकस एकदम फोकस भएर खेलौँ ओए मफिन तिम्रो मिसन खै तिम्रो मिसन द्याऊ न मिसन दिन्छु भन्दै थियो त हरायो त राउटर रिस्टार्ट हानिदिन्छु मादर चोद अब यस्तो छ क्या यस्तो छ अब म कसरी खेल्नु मेरो फार्मै बिग्रियो क्या मेरो फार्म बिग्रियो कसरी खेल्नु म कसरी खेल्नु फार्म बिग्रियो मेरो यो चोटि पनि म नि साउन्ड केही भएको छैन मलाई रिस उठिसक्यो यहाँनिर ओइ मेरो बटले हान्दै रहेछ है नेट स्लो हाम्रो नेट खयो रिस्टार्ट भए त राम्रो हुने हो नि हो रिस्टार्ट हुन नेट म यो गेम पछि खेल्दिनँ है म यो गेम पछि खेल्दिनँ 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 मलाई रिस उठिसक्यो ओए हाम्रो थामुज दादा लभली म यो गेम पछि खेल्दिनँ है मलाई अब रिस उठिसक्यो मलाई ओभर रिस उठिसक्यो किन हो किनकि ओए हालौ चलो मलाई पासवर्ड याद हुँदैन नि त त्यही भएर हो क्या नेट इस्यु हालौ यो बुट नि बेच्नु पर्ने यो मेरो बर्डले कस्तो कन्डो बुट बनायो कुनी केडा हो प्लिज कनेर खेला है यो गेम जित्नै पर्ने हुन्छ हामीले किन हो किन किनकि हामीलाई पुग्नु छ प्लेसमेन्ट ओए लभलीको छोरी हौ यालो कहाँ गयो रोन्डो यालो 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 वेलकम नयाँ हो भने यालो फलो गर
जाम जाम गुरुजी जाम कस्तो त्यसको त्यो सिसी हो कि के हो एब्जर्ब हान्छ त सबै यसले त सुनिल दाजु त धन्यवाद फलो गरेकोमा न्यू नै हो हेलो वेलकम छ ब्रदर वेलकम वेलकम यहाँ मेरा आओ बसाओ चिल गराओ Understood. हाम्रो थामुजले हान्दैछ है तर ग्यापिङ लभली हाम्रो थामुज राम्रो थामुज कत्रो स्लो हो नि दाजुलो लभली हौ ओए रिकल त फेरि खै हेलो बेङ्गलोरीको के अरे वेट ल त्यसलाई सेकिहाल्छु म वाइट यार कस्तो सिकनिङ भ्युअर्सहरू बसिरहेको थियो चोमु यो नेटले गरेर भ्युअर्सहरू सबै गायब भयो हौ कस्तो कन्डो नेट त्यसलाई हटाउनु स्काई चलाउँदिउँ नि यार लभलीको छोरी हौ On CD. Enemy on CD. जाम न Understood. हो कि क्या हो म त तर मेरो बर्डले सिक्यो है खेल्न चाहिँ यालो साइक्लप्सले खाइदियो त लभलीको छोरी स्काईको स्ट्याक्सको लागि धन्यवाद एकदम मनबाट म छु त अरे यालो स्माइली फेस छ त पुरै यस्तो सिकनिङ भ्युअर्सहरू बसिरहेको बेला यस्तो राणा नेटले गरेर पुरै गेमै बिगार्यो यस्तो सिक खेलेर के गर्नु जब कि चोमु खै त्यो यालो सर्भर चेन्ज यालो कुन सर्भरको वान शॉट हो कि क्या हो म त यालो जो हानाली राणालाई त्यो अर्को राणालाई जाम लर्ड केडा लर्ड जाम हामी लर्ड जान्छौँ त्यो बाँदर मुखेलाई पहिला बाँदर मुखेलाई राणा पुस गर्छ यार भागोस् त्यो लर्ड हानौले नयाँ भने फलो गरे है हेलो हेलो चिकन बाँदर पन्डो के भएको यो रिट्री ग्याप हान्नको लागि ढुकिरहेको रहेछ मलाई थाहा थियो क्या त्यो त्यहाँ थियो भनेर सुमो रातो पन्डो ढुकेर बसिरहेको रहेछ टिमहरूले चाहिँ ग्याट हान्दैछ यो टिमले किन
End Venom. Get out placement. Get out placement. Get out placement. कसलाई Maniac चाहिएको हेल्प गरिदिन्छु Maniac. Lovely है Maniac. हेल्प lovely थिएन त Victory! MVP डिजर्भ गर्छु है म कसको ट्रिपल किल थियो Maniacमा यसो हेल्प हान्दिएको मैले ओइ प्लेसमेन्ट नि पुग्यो है प्लेसमेन्ट नि पुग्यो कति बज्यो 7:32 जानुपर्छ जस्तै चाहिँ हालौ 3 गेम खेल्छ कि मैले सिक हौ सब किल जोजरी स्काई बनाएकै त्यही कारणले हो त हालौ एल्बम लाइक रे हेर न घर बसा नै लुटेर आगे भने जस्तै चोमुहरू एल्बम लाइक भन्छ यार यालौ तर फाइनली है फाइनली 2 गेम यो गेम र यो गेम चोमु हारेर यो गेम जित्यो तर MVP पाएर हामी सिग्मा पर्गामा पुगिम क्या प्लेसमेन्ट सिग्मा पर्गामा हुन्छ नि आफ्नो दममा पुरै आफ्नो दममा सिग्मा पर्गामा चोमु यो गेम नि यस्तो लडा लागेको थियो यो गेम नि यस्तो लडा लागेको थियो हैन तर इट इज ओके हामी पुग्यौं प्लेसमेन्ट हामी फेरि एक गेम हानेर जानेछौँ है एक गेम यो चाहिँ अन्तिम हुनेछ एक गेम हान्नेछौँ अनि जानेछौँ नट ब्याड है नट ब्याड लभली नै हानेको हामीले कुन ML को हेलो साथी स्काई बनाएको कारणै त्यही Please ban a hero. किल चोर्नको लागि राति हुन्छ कि नाइ गेममा रे म हुँदिनँ राति त खास खेल्दिनँ त्यही 6 to 4 to 6 अनि 6:30 देखि कति 8 सम्म त्यति हो खेल्ने हानेको न त धेरै खेल्दिनँ म गेम आजकल हामी 43 म्याचमा पुग्यौँ है प्लेसमेन्ट लभली Your team is banned. 43 म्याचमा प्लेसमेन्ट लभली हैन त रेकर्ड तोड्दिम ओइ तर धेरै हुने है 43 म्याक्सिमम प्लेसमेन्ट पुग्दा कति म्याचेसमा पुगेको देखेको Please थियो pick भन a हो त hero. लभली रे किल जोर हालौ तिमीहरूलाई मेनियाकमा सपोर्ट गर्ने मै हैन त्यस्तो सिकनी धन्यवाद भन्नु कहाँ हो कहाँ किल चोर रे हौ हालौ 30 ठीक छ त 10 13 त धेरै रहेछ इट इज ओके Please pick a hero. विथ 100% विन रेट हाम्रो त कति 60 70 पुग्यो होला 69 मा थियो 70% मा होला विन रेट त त्यस्तै हो स्याबरको लागि एउटा दबाई पानी खेल्नै पर्ने हुन्छ हामीले उइ हामी अलिकति सिग्मा हिरो भन न जंगलमा स्याबरलाई काउन्टर हान्ने 110/0 के हो यालो I'm I've been falling waiting with pick a this hero. one. औ हुँदैन क्रान्ति किसन ओपन हुँदा रे लियो रे लियो राणा त खेल्नै मन लाग्दैन हौ मलाई किन हो किन हामी करिना नि होइन यालौ त्यस्तो त नखेलौ करिना सरिना लेट्स गो दाडी फाड्रिन आज हाम्रो दाडी फाड्रिन हुन्छ फेड्रिन रे ठिक्क मैले फाड्रिन पिक गरेको फेड्रिन भने हौ हेलो The enemy is picking. होइन होला दाडी फाड्रिन हान्दिएको नि अब कस्तो क्रान्ति Payback time. कस्तो हान्छौँ हामी लाउँदैन मेन भनेको त्यो स्याबरको ग्याट कसैले नछोड सेगा हो स्याबरलाई ज्याम कि ज्याम
हेलो साले ओइ ओपोनेन्टहरू जोतको देखेको कि मेरो आँखामा मोतीबिन्दु लागेको हेलो ओए साथी हामी त यसरी 5 मिनट खेल्यौँ भने त हाम्रो त नि 80-90 पुग्छ त विन रेट हेलो ओए होइन होला त्यस्तो आइडी दाइले लगइन हान्दियो अरे ब्यान इजी विन होला हेलो त्यही Welcome to Mobile Legends. एनिमीमा हेलो कुन भाषा हो Launch attack. 5 seconds till the enemy reaches the battlefield. Smash them. ओए हामी त सिग्मा भन्छौँ जाम All troops deployed. जाम माथिको बफमा लाउदेन पड्काउँ Is here. कस्तो हेल्प गर्न आएको यो छेउमु अरे Las छि Vegas doesn't need friends. 5 मिनट खेलेको अरे I do. एमएमले मेल्ट हान्छ होला भनेको अरे ए ग्यारीले त हान्छ नि लेटमा अर्ली चाहिँ अलिक गाह्रो हुन्छ त्यसलाई लेटमा त हान्छ 3टा बेट बनेपछि हान्छौ त्यसले मेल्ट तर हामी डाडी फाड्रिन अर्ली गेम सक्ने हो नि त यहाँ मेज खै यो मेज राणा हेलो यो राणा मेज खै राणा मेज That was amazing. यहाँ चाहिँ रहेछ हेलो हामी इन्भेड जान्छौँ इन्भेड Single-handedly. खाइसकेछ नि राणाले यार कति छिटो खाएको यो गिर्जन कतिचोटि मर्छ त्यो स्याबरको हालमा आइदा हेल्प गर्न रे लभली लु ग्याट Enemy reached level 4. सिधै हान्दिया त्यसले त केही नसोची सिधै हान्दियो हालौ होइन होला त्यस्तो Invading jungle. लु हाम्रो टिम त लु मुनि त Enemy reached. ताण्डव हुन थाल्यो त हालौ Los Picasso. Epic outplay. Great play. Enemy double ठुक्का साथी तिमीलाई त नि पापै लाग्छ हौ 1 HP को किल जोडेर भाग यार कतिचोटि अल्ड आएको हो स्याबर रन्डा त्यही हो त्यो स्याबर रन्डा त्यस्तै हो राणा साले त्यही भएर त मैले फेड्रिन खेलेको हो राणा अहिले मैले खेलेको भए लिङसिङ अहिले मेरो ग्याट हुँदै गऱ्यो भने साला अब हुन्छ क्रान्ति डाडी फाड्रिन ल्यान्छ Tasked. No secret. राणा स्याबर कहाँ गयो त्यो राणा मिसिङ है हेलो fell on CD. त्यो राणालाई हान्न जाम त लितोतिर Attack. साले होइन होला तिमीले त मलाई ट्याङ्की पनि नभनिहाल्छ त हेलो साले सिधै झन्डै सुताइदियो मलाई त आइसके म आइज भाइ हालौ कत्रो हानो यसले हालौ कोही हामी यस्तोसँग हार्नु भएन है हालौ इज्जतै हुँदैन Initiate retreat. लु जानी ग्याट खाइरहेछौँ त हामी त गुलासनले चेक्छ कि Request backup.
गुलासनको कम्बो लभली Launch attack. ऱ्याङ्क हो नि हौ कहाँ क्लासिक खेल्छौँ हामी त Launch attack. Request backup. Understood. Slain. त्यसलाई हानौँ न यार प्लिज हान्ने मान्छे नि भएन नि त लु पनि चाले खाइदिइसके यार रिकल हान्छ अरे हलाउ भन्दैछ आइडिडी म याद हान्छु अरे ओइ कसम Not all work. वाह यो गेम बिजी यो गुलासनले क्यारी हान्छ किन हो किन मलाई भित्रबाट हान्छ जस्तै लाग्दैछ क्या 3-2 मा चाहिँ Those who stared at my scar ended up having one. जाम न यार आइज राणा लु ला होइन होला हौ यत्रो ड्यामेज त नहान्नु पर्ने त स्याबरले हालौ Single-handedly. फेड्रिनको ग्याट हान्नु खोज्छ त अहिले त आए म अरे आइडल आए म भनेको हालौ अब जान आँटेको खाना खानु हामी राति 5 मेन खेल्छौँ थाहा छ त चिकनिङ पर्कामा टाइममा आउन राणाहरू खै बिल्ड सो रे ब्रुट फोर्स बनाएको छु भर्खर के बिल्ड सो हान्नु म आज ढिला आएँ पोइन्ट हामी राति 5 मेन हान्छौँ राणा सबैहरूसँग गुलासन किल त हाम्रै हो किल त हाम्रै हो किल त चोर्नै पर्ने हुन्छ किल त हाम्रै हो किल त हाम्रै हो कति बजे 6:30 तिर हामी जहिले हो 6:30 तिर Good game. वारेक्स बनाइँदैन है फेड्रिनमा च्योमु You get what you pay for. यहाँ हेराउ न वारेक्स बेगर खेल्नु कसरी खेल्छ सिग्मा फेड्रिन भनेर सिधा हो Has been slain. Enemy battle spell on. लेटमा के लामो रे हालौ लेटमा नि बनाइँदैन राणाहरू भाग्नुमा त ओभर एक्सपर्ट छ त वारेक्स काम छैन क्या फेड्रिन चाहिँ त्यत्तिकै हान्छ किन वारेक्स चाहिन्छ भन त म बनाउँछु त सुरुमै अब आफ्नो बानी हो तर वारेक्स त्यति राम्रो नि होइन है मेरो विचारमा चाहिँ लभली लभली Superb tanking. That was amazing. कुन रेट्री राम्रो हुन्छ भने पेड्रिनमा त आइस रेट्री नि मुभमेन्ट स्पिड बढिरहेको हुन्छ आइस रेट्री चलाउँछ सबैले प्रो बिलमा छ त जस्तो प्रो बिलमा भयो भन्दामा अब आफ्नो हो नि कस्तो प्रो बिलमा छ भनेर हुन्छ तिमीले हाई ऱ्याङ्कमा वारेक्स फर्स्ट बिल बनाएर खेल्यो भने तिमीलाई एकैछिनमा बर्स्ट हानिदिन्छ तिमीले त्यो वारेक्सै काम लाग्दैन To miss any clue. के मजा बरु ब्रुट फोर्स बनाऊ सिसी नि थोरै हुन्छ सिसी धेरै लाग्दैन धेरै बेरसम्म कुलडाउन हुन्छ कुलडाउन पनि उयो हुन्छ होला सायद ब्रुट फोर्सको त अनि 10% घटाइन्छ सिकनिङ छैन ब्रुट फोर्स यस्तो सिकनिङ बिल छोडेर अनि वारेक्सतिर लाग्यो भने त नि क्रान्ति हुँदैन जस्तो केही जाम गुरुजी You die. स्याबर कहाँ थियो यहाँ भर्खर त्यसको पुच्छर हल्लेको देखेको थिएँ कहाँ छ
साइडमा बनाउँछ आफ्नो हो अब सिचुएसन नि हुन्छ नि त सिचुएसन बिरालो रे यहाँ कराउँछ राणावान किला म्याचिङ काटेर बाउ कन्डो साले जिस्किन आउँछ यार दादासँग यसलाई पनि हामी तानेर ल्याउँछौँ अल्लाहु अकबर देख्यौ वारेक्स चाहियो त वान शट हान्नु चाहिएन नि इजी हो क्या वारेक्स भयो नि नभए नि एउटै हो वान शट हान्नु चाहिँदैन इजी इजी सिकनिङ हान्यो एक सस्टेनलाई हो अरे यत्रा सस्टेन हान्छ चोमु एकैछिनमा पकलो यो बिराले ओभर भिडी गरौ वारेक्स बनायो भने अलि ओभर स्क्विसी हुन्छ हौ यालौ सबै फेरि वारेक्सको भोगिरहेछ गेमभरिमा फेड्रिनमा हामी त दिँदै दिन्नौँ हामी बफ सफ त दिँदै दिन्नौँ ए बेड भयो बेड होइन होला चिकन होइन होला खोइ त मेनिया ग्यालो चोरेछ चोमुले छि बदला रे यार यारो बदला रे गो बोलो यार गएर हादे मुझिरे के बोल्या भाइ के बोल्या कस्तो हान्यो त आम्बो के क्या हो एक अल्टमा खानदान गायब See value in me? You should. ओइ साथी कस्तो सिकनिङ हानियो त डिजर्भिङ एमबिपी है डिजर्भिङ एमबिपी अझ त्यस्तै हो रिभेन्ज अहिलेको मेनिया ठिक छ छि एकीले चोर्दैछ चोम कस्तो सिकनिङ कन्टेन्ट आइसकेको थियो नि यस्तो कन्टेन्ट आइसकेको मान्छे छि अरू बेला हान्नुपर्छ ल अब म खाना खानु गएको आऊ राति आऊ राति हान्नुपर्छ 2 किल चोरिदिए रे बिहान युआइडी बनाऊ युआइडी 72 पहल फर्स्ट युआइडी 7272350961 यो फर्स्ट होइन होला म्याच चिकन यो किन ग्राइन्डरको आयो यो किन ग्राइन्डरको युआइडी दिइरहेछ चोमु किन ग्राइन्डरको युआइडी दिइरहेछ हेलो कस्तो एक नम्बरको चोमु रहेछ यार ग्राइन्डरको युआइडी दिइरहेछ हेलो 99263 ब्यान लाउ फलो अर्को द्याउ ग्लोबल 1 कति बजे 6:30 अर्को कुन चाहिँ युआइडी हालौ छ कि छैन एड गर मलाई हालौ यस्तो त होइन होला कोही नियर बाई हेरौँ न को रहेछ यार चोमु को रहेछ छि कोही छैन कोही छैन मेरो त साइडमा कसैले खेल्दैन क्या हो छि लोकेसनमा गर अरे वाउ खै वाउ लोकेसन कुन हो लोकेसन
अन छ त लोकेसन प्लिज इनेबल लोकेसन कसरी इनेबल गर्ने हालौ मेरोमा लाइक हान त ए लाइक हान्नुको लागि हालौ होइन होला त्यस्तो राति कति बजे आउँछु राति त आउँदिनँ हौ म अब सिधा सुत्छु मेरो कामहरू हुन्छ त्यत्तिकै काम गर्दै बस्छु अहिले मात्र एकछिन खेलेँ भने कि चिल हान्न आएको त्यहीतिर 734479 325 हाना है एड यहाँनिर युआइडी छ ऊ हिस्ट्री हेरौँ न विन रेट ओए 50 रे हौ हालौ गिफ्ट पठाए नि केही भन्दैन ओए पठा है यो बुस्ट आइडी हो कि यो मेरो पर्सनल आइडी हो अर्को छ दुईटा एउटा भनौँ न दुईटा नभनौँ भोलि हान्नुपर्छ यहाँ हेलो आज त त्यस्तै भयो है ओए इपिक रे हौ आज त के हो मेरो क्लासिक विन रेटमा खै मैले तिमीलाई फलो गरेँ तिमीले फलो ब्याकै दिएन होला चोमु तिमीहरू त सबै त्यही त हो नि लाओ लाइक पाओ यार याद राख सधैँभरि याद राख काइजरको नाम थियो भनेर स्टारलाइट गिभ अवे एकजनालाई मेरो तर्फबाट अरे होइन होला मलाई गर्न आँटेको ऱ्याङ्कको क्लासिकको क्लासिक किन 300 म्याच छ झन्डै आम्मा मलाई देऊ न त रे द्याउ 300 म्याच यार मेरो वेट ल मेरो यो सिजनको ऱ्याङ्कको क्लासिकको त 59 छ है ऱ्याङ्कको 44 छ मात्र यति गेम खेलेको छु म मात्र 44 म्याच याद छ त नि अब क्लासिक 5 ए 5 मेन क्लासिक रे बिहानै त्यस्तो चाहिँ गर्ने नयाँ हो भने फलो गर है सबैजना म जान्छु अब खाना खानु टेक केयर सबैलाई धन्यवाद भन्न चाहन्छु जोइन हान्दै गराओ त्यही हो 5 मेन हान्दै गराओ सबैजना फाइभ मेन खेलेपछि विन रेट राम्रो हुने भयो त पोइन्ट राम्रो हुन्छ 5 मेन खेल भने नयाँ हो भने फलो गर है सबैजना म चाहिँ ग्याट गएको खाना खानु है टेक केयर नयाँ हो भने फलो गर त्यति भन्न चाहन्छु सोलो प्लेयरको पीडा के थाहा ब्यान बिचरा भन्न सजिलो हो नि किन डायमन्डको एसेस पढाउ ए ओइ केटा हो यहाँ हेर न डायमन्ड आउन आँटेको छ पढाओ है यहाँ पढाओ जानु आँटेको थिएँ डायमन्ड भन्दा याद आयो खै नोटिफिकेसन त्यो अहिलेको इनबक्स सिस्टम कहाँनिर हो पढाओ केटा हो पढाओ साइडमा राखिदिन्छु पढाओ यो पढाओ त एक सर्ट पढ्यौ यालौ पढ्यौ कि पढेनौ कहाँ गयो यो चोमोहरू पढ्यो कि पढेन यो डायमन्ड आएपछि नबिर्स ब्यान सबैलाई म सबैलाई बिर्सिन्छु हालौ लु गएको अब चाहिँ भयो चोमु यो गेम हारेर हो क्या मलाई यो गेमले चित्तै बुझेको छैन पनौती लु टेक केयर गएको